आज शनिबारको दिन हामी चाहिँ चर्च गएका थियौँ नि त। अनि चर्चमा गएर हामीले के गर्यौँ भन्ने कुरा मैले हजुरहरूलाई देखाउने गइरहेको छु है त। हजुरहरूले हेरिदिनु होला। अनि कतिजना त अब क्रिस्चियन पनि हुनुहुन्छ होला, उहाँहरूले त जान्नुहुन्छ, चिन्नुहुन्छ। अनि कतिजना त हुनुहुन्न, उहाँहरूले पनि केही बेर धैर्य गरेर हेरिदिनु होला है त। अनि हाम्रो भिडियो कस्तो छ भनेर। अनि हामी चाहिँ त्यस चर्चमा गएर अनि हामीले भजनहरू गायौँ होइन, भजनहरू गायौँ। अनि भजनहरू गरेर अनि वर्सिप गरेको भिडियो चाहिँ मैले बनाउन पाइनँ, अलिक अप्ठ्यारो लाग्यो नि त। अनि त्यही भएर अनि वर्सिप गरेको भिडियो चाहिँ छैन। अनि त्यसमा बिचमा अनि थुप्रै अरू पनि प्रार्थनाहरू भएको थियो। अनि त्यो सबको पनि मैले भिडियो चाहिँ बनाउनु पाएन। अनि एकचोटि मैले स्पेसल सङ दिदीको रहेको थियो, अनि दिदीले गीत गाउनु भएको भिडियो चाहिँ मैले गरेको छु। हजुरहरूले हेरिदिनु होला दिदीको सङ कस्तो रहेछ भनेर। हजुरहरूले कमेन्टमा गएर कमेन्ट पनि गरिदिनु होला है त। अनि त्यसपछि अनि गीतहरू सकेर अनि हामीले फेरि प्रार्थनाहरू गरेर होइन, त्यसपछि अनि हाम्रो वचनको पालो रहेको छ। वचन चाहिँ हाम्रो पास्टर दानियलले गर्दै हुनुहुन्थ्यो, उहाँ चाहिँ फिक्कलको हो नि त। अनि फिक्कलदेखि आउनुभएको थियो। अनि आएर हामीलाई वचनहरू राम्रो राम्रो वचनहरू सिकाउनु भयो। अनि भन्नुभयो वचनहरू चाहिँ नि हामीले सुन्नुपर्ने हुन्छ। अनि वचनहरू सुन्दा चाहिँ हाम्रो जीवनमा भएको कुराहरूले हामीले गलत गरेको छौँ या सही गरेको छौँ भन्ने कुरा हामीलाई थाहा हुन्छ। अनि वचनबाट हामीले धेरै ज्ञानहरू पनि पाउने गर्दछौँ। त्यही भएर अनि हामीले सुन्न आवश्यक छ। अनि उहाँहरूले पनि त्यस्तै राम्रो राम्रो वचनहरू भन्नुभएको थियो, सिकाउनु भएको थियो। अनि हजुरहरूलाई यो भिडियो मन पर्यो भने अनि यस्तै भिडियो हेर्न चाहनुहुन्छ भने फलो गर्न चाहिँ नबिर्सिनु होला है त साथीहरू। बाई बाई।